के तपाईँ पनि महिनाको 1000 वा 2000 एसआइपी मा हालिराख्नु भएको छ अनि सोच्नुहुन्छ हजुर कि भविष्यमा करोडपति बन्ने छु। पर्खनुहोस्, यदि तपाईँ यी तीनवटा गल्ती गर्दै हुनुहुन्छ भने हजुर करोडपति होइन, हजुरको पैसा जिरो हुन्छ, तपाईँको लगानी शून्य हुन सक्छ। नेपालमा धेरै जस्तो नयाँ लगानीकर्ताहरूले यी तीनवटा गल्ती गरिरहेको छ। भिडियो पुरा हेर्नु होला, नत्र भने हजुर केही समयपछि गएर पस्ताउनु होला। नमस्ते साथीहरू, हजुरहरू हेर्दै हुनुहुन्छ एसकेवाई ज्ञान। हाम्रो नेपालमा म्युचुअल फन्ड र एसआइपी को क्रेज बढिरहेको छ, तर सही जानकारी नपाएर धेरैको पैसा डुब्ने डर छ। आजको भिडियोमा तीनवटा त्यस्ता कमन मिस्टेक बताउने छु, त्यसले तपाईको नफालाई सखा पारिदिन्छ। मिस्टेक 1, मार्केट घट्दा एसआइपी रोक्नु। यो सबैभन्दा ठूलो गल्ती हो। धेरै जस्तो नयाँ लगानीकर्ताहरू ल्याप्सी गर्दा आफ्नो एसआइपी रोकिदिन्छन्। सोच्छन् कि म मार्केट घटेको बेला लगानी गर्छु त मेरो पैसा डुब्छ। याद राख्नुहोस्, एसआइपी को वास्तविक शक्ति नै मार्केट घट्दा देखिन्छ। जब मार्केट घट्छ तब हजुरहरू उही पैसाले धेरै युनिट किन्न सक्नुहुन्छ र जब मार्केट बढ्छ तब हजुर उही पैसाले कम युनिट किन्न सक्नुहुन्छ। त्यही भएर म भन्छु कि हजुरहरू मार्केट घट्दा एसआइपी मा बढी भन्दा बढी लगानी गर्नुपर्छ। जस्तै हरेक महिना हजुर 1000 इन्भेस्ट गर्नुहुन्छ भने जब मार्केट घट्छ तब हजुरहरूले 1000 भन्दा बढी इन्भेस्ट गर्नुपर्छ। जसरी 1500 2000 महीनाको इन्भेस्ट गर्नुपर्छ। तब नै हजुरको पैसा कम्पाउन्डिङ हुन्छ र केही समयपछि हजुरको पैसा लाखौं र करोडौं बन्न सक्छ। मिस्टेक 2, गलत स्किमको छनौट गर्नु। गलत म्युचुअल फन्डमा लगानी गर्नुहुन्छ भने हजुरको पैसा कम्पाउन्डिङ हुँदैन र कम रिटर्न पाइन्छ। र नेपालमा धेरै म्युचुअल फन्डहरू छन् र त्यो मध्ये हजुरहरू एउटा राम्रो म्युचुअल फन्ड सिलेक्ट गरेर अनि त्यसपछि त्यसमा एसआइपी सुरु गर्न सक्नुहुन्छ। अनि त्यसपछि हजुर नराम्रो एसआइपी छनौट गर्नुभयो भने अनि त्यसमा एसआइपी सुरु गर्नुभयो भने हजुरको पैसा कम्पाउन्डिङ हुँदैन र कम रिटर्न पाइन्छ। अनि कम रिटर्न पाएपछि हजुरको पैसाको ग्रोथ कम हुन्छ अनि त्यसपछि हजुरको पैसा एउटा ठूलो रकम बन्न सक्दैन। धेरै मानिसहरू के गर्छन्, जुन म्युचुअल फन्डले बढी डिभिडेन्ड दिन्छ त्यही नै रोज्छन्, तर यो गलत हो। हजुरहरू पहिला म्युचुअल फन्डको ग्रोथ र परफर्मेन्स हेर्नु पहिला, अनि त्यसपछि त्यो म्युचुअल फन्ड सिलेक्ट गर्नु र त्यो म्युचुअल फन्डको पहिला ट्र्याक रेकर्ड हेर्नुहोस् र अन्धाधुन्ध लगानी नगर्नुहोस्, किनभने पैसा हजुरको हो अनि त्यसपछि रिसर्च हजुरको नै हुनुपर्छ। मिस्टेक 3, सानो समयको लागि लगानी सोच्नु। यो सबैभन्दा ठूलो मिस्टेक हो। एसआइपी भनेको चौचौ पकाए जस्तो 2 मिनेटमा हुने कुरा होइन। धेरै मानिसहरू एसआइपी मा 1-2 वर्ष लगानी गर्छन् र बढी नफा नहेरेर आफ्नो पैसा निकाल्छन्। यो सबैभन्दा ठूलो गल्ती हो। एसआइपी मा पैसा लगानी गरेर मात्र होइन, पर्खिएर बन्छ। हजुरहरूले म्युचुअल फन्ड गर्न छ भने म्युचुअल फन्ड लामो समयको लागि मात्र हो। जस्तै 10 वर्ष 15 वर्ष 20 वर्ष यति समयको लागि हजुर इन्भेस्ट गर्नुहुन्छ भने तब नि हजुरको सानो सानो रकमले कम्पाउन्डिङको पावर देखाउँछ र हजुरको सानो सानो रकमले हजुरको त्यो ठूलो रकम बन्छ। अनि हजुर यति वर्षको लागि इन्भेस्ट गर्न सक्नुहुन्छ भने तब मात्र करोडौंको सपना हेर्नुहोस्। र अब म बताउँछु कि यो भिडियोको निष्कर्ष। मार्केट जस्तो सुकै होस्, हजुर एसआइपी मा लगानी गर्न नछाड्नु र यसमा पेशेन्स र कन्सिस्टेन्सी र स्किलको कमाल छ। तब नै हजुरहरू केही समयपछि करोडौं र लाखौं रुपियाँ बनाउन सक्नुहुन्छ। तपाईँ कुन म्युचुअल फन्डमा लगानी गर्नुहुन्छ कमेन्ट गर्न नबिर्सनु होला र हजुरको कमेन्टको रिप्लाईमा दिनेछु कि त्यो कस्तो किसिमको म्युचुअल फन्ड हो, त्यो राम्रो हो कि होइन, म रिप्लाई दिनेछु। यदि यो भिडियो तपाईले थोरै पनि मद्दत गर्यो भने हजुरहरू यो भिडियोलाई लाइक गर्न नबिर्सनु होला र एसकेवाई ज्ञान च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद। जय नेपाल।